ज्यान माने धम्की दिएर आर्मीका पहुँच दादागिरी देखाएर मलाई जम्मा दिने नाम मात्रै गरे 13 लाख जम्मा 13,82,000 मात्रै मेरो चाहिँ लगनी मात्रै 45,58,000 खर्च गरेको छ। मैले न्याय पाउनु पर्यो सर। म अन्याय गरेको छ, एकदमै अन्याय गरेको छ उनीहरूले। मेरो घर गोर्खा बारपाक वडा नम्बर 2 केलबाको गले। एकछिन नकराइकन आनन्दसित भन्नुहोस् न। अब भन्नुहोस् मेरो चाहिँ त्यहाँ दोबानमा मैले चाहिँ गेस्ट हाउस खोलेको थियो। त्यहाँ चाहिँ मनसुलुमा जाने पर्यटनको लागि सुविस्ता देखेर सुविस्ता दिउँ भनेर, तर आर्मीले अब के अरे रोड खोल्ने क्रममा बम विस्फोट गर्दा मेरो होटेल ध्वस्त भयो। हजुरकै जग्गा त मैले बालमा लिएको त्यहाँ दोबान कान्छा भन्ने हजुर। मैले चाहिँ 1 लाख वर्षको 1 लाख तिर्ने गरेर धारमा लिएको, अनि मैले खर्च गरेर बनाएको। अनि बनाउने क्रममा चाहिँ के अरे 1 वर्ष पनि राम्रोसँग चलाउनु पाएको थिइनँ। रोड खन्दै आयो। उहाँहरूले के गर्यो भने के अरे रोड खन्ने क्रममा चाहिँ बम विस्फोट गर्दा ढुङ्गा लाएर पुरा क्षति भयो। मेरो त्यही छ के अरे होटेलको सबै फोटोहरू। तर उहाँले मलाई राम्रो क्षतिपूर्ति दिइन, हप्की दप्की गरेर धम्काएर के अरे ज्यान मार्ने 45,58,000। उहाँले क्षतिपूर्ति कति दिन्छ? 13,82,000 मात्रै। र के अरे त्यो पनि 3 वर्षपछि मात्रै। उहाँहरू के भयो भने त्यो मेजर चाहिँ त्यो मेरो होटेल भत्काएपछि केही दिनमै नै भ्रष्टाचार गरेछ, अनि जेलमा लग्यो। त्यसपछि आयो फेरि भाग्यो। त्यसै गरी मलाई 3 वर्ष त्यतिकै हल्लाएन। न होटेल गरेर खानु पाउनु, न मैले चाहिँ क्षतिपूर्ति पाउनु। म चाहिँ ऋण गरेर बनाएको, ऋणमा डुब्यो, ऋण तिर्नु सकिनँ। त्यही भएर न्याय पाउँछु भनेर यहाँ बसेको 3 वर्ष भएको छ। म बुझ्छु है। सर कष्टै पाइएन क्या। तेलबहादुर भन्नु हो। म समाधान गर्छु मैले। गोर्खा